यो जापानमा कति छिटो गर्मी सुरु भएको होइन। म आज बिहान निस्केको होइन, मैले चाहिँ यो नर्मल ठिक्क खालको स्वेटर लगाएको छु, अनि त्यसपछि अझै यो माथि बाक्लो ज्याकेट लगाएको थिएँ क्या है। यस्तो गर्मी, मलाई अहिले यो मात्रै लगाउँदा नि कस्तो गर्मी भइरहेछ क्या। यस्तो छिटो हुन्छ नि, कस्तो वात्तै गर्मी आएको जस्तो फिल भइरहेको क्या। मजाले घाम चर्किराखेको छ अनि हावा पनि लागिरहेको छ होइन, तर घाम के अरे हावा लागे पनि त्यस्तो जाडो चाहिँ भएको छैन क्या। शीतल ठिक्क भइरहेको छ क्या। मलाई चाहिँ कति छिटो गर्मी आएको है। अस्तिसम्म अब हिउँ परिरहेको थियो नि त, चिसो चिसो थियो नि त, अनि अहिले चाहिँ पुरा हुन्छ नि गर्मी भएर बाफ्रे पसिना आइसक्यो भने। यो जापानको मौसमको पनि ठेगान छैन बा। कति कुरामा चाहिँ जाडो मनपर्छ होइन, अनि फेरि कति कुरामा चाहिँ गर्मी मनपर्छ कि अहिले लुगाहरू कम्फर्टेबल लगाएर हिँड्न पाइन्छ भन्ने कुरामा चाहिँ फेरि गर्मी ठिक लाग्छ होइन। अनि फेरि अब कति कुरामा चाहिँ जाडो नै ठिक लाग्छ क्या, किनभने गर्मी अलि मेजर गर्मी टाइममा त कस्तो गर्मी हुन्छ नि त। अन्त बेलामा पुरै लास्टै गाह्रो हुन्छ फेरि गर्मीमा पनि। मान्छेको जातलाई होइन जे भयो भने चित्त नबुझ्ने होइन।